ऊर्जा मन्त्री कुलमान घिसिङ भएसँगै सबैभन्दा दुःख हितेन्द्रदेव साक्यलाई पर्न गयो। हिजो कार्यकारी हुने बेलामा पनि माओवादीले ल्याएर कुलमान घिसिङलाई नै राखिदिए थियो। अहिले अब बल्ल बल्ल ओलीबाले हितेन्द्रदेव साक्यलाई ल कार्यकारी निर्देशक अब तिमी भनेर कुलमानलाई हटाएर राखिदिए थिए। कुलमान ऊर्जा मन्त्री भएर आए। अब जागिर खाने कि छोड्ने कि सँगै मिलेर काम गर्न सकिन्छ कि सकिन्न भन्ने सबैभन्दा दोधारको विषय हितेन्द्रदेव साक्यलाई लाग्यो होला। छोडिहालौँ, अलिअलि आउने इन्कम पनि गइहाल्छ, नछोडौँ भएको सम्पत्ति पनि यो जेनजी पुस्ताले जलाइदियो। अब के गर्ने भन्ने दोधारमा होला नि हितेन्द्रजी। हितेन्द्रजीको विचार कहीँ कतै भेटे लौ न भन्नुहोस्।